विशेष मण्डलीको पास्टर बाउ, डिकन बाउ, डिकनी आमा जति पनि अग्रजहरू हुनुहुन्छ अनि साथै सम्पूर्ण हाम्रो भुटनिस कम्युनिटीबाट पाल्नुभएका जो हाम्रो प्रेसिडेन्टज्यू अनि सेक्रेटरी जो जतिजना हुनुहुन्छ अनि विभिन्न भागबाट जसरी काउन्सिलबाट पनि यहाँनिर उपस्थित हुनुहुँदो रहेछ अनि यहाँहरू सबैलाई प्रभु येशू ख्रीष्टको न्यानो नाउँमा जय मसीह साथै नमस्कार। जय मसीह। सेवारो। अनि आज हामीले जसरी अघिदेखि नै हामीले विभिन्न नृत्यहरू, डान्सहरू, गीतहरू हामीले हेरिरहेका छौँ अनि आजको विशेष हाम्रो प्रभु येशू ख्रीष्टको जन्म उत्सव मनाउनको लागि हामी यस ठाउँमा हामी भेला भएका छौँ। तपाईँ हामीलाई अघि नै थाहा छ यी सबै कुरा अनि जतिजना तपाईँहरू उपस्थित हुनुहुन्छ जसले प्रभुलाई मेरो प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गर्नुभएको छैन तापनि यहाँहरू उपस्थित हुनुहुन्छ अनि जो चाहिँ विशेष तपाईँहरूलाई परमेश्वरले प्रशस्त स्वर्गीय आशिष दिउन् अनि म तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। अनि पहिला हामी प्रभुको वचन हेर्नुभन्दा अगाडि हामी छोटो प्रार्थना गर्छौँ अनि हामी प्रभुको वचनले हामीलाई यही कुरा बताउँछ, काम वा बात गर्नुभन्दा अगाडि परमेश्वरको पुत्र प्रभु येशू ख्रीष्टमा भएर पिता परमेश्वरलाई धन्यवाद चढाऊ र मात्रै ती कुरा गर भनेर जसरी हामीलाई वचनले बताउँछ अनि हामी सबैजना हामी प्रार्थना गर्नेछौँ, छोटो प्रार्थना अनि त्यस पछाडि हामी केही प्रभुको वचनहरू हामी हेर्नेछौँ। आउनुहोस् हामी सबैजना आफ्नो शारीरिक आँखाहरूलाई बन्द गरेर हामी प्रार्थना गरौँ। प्रभु येशू तपाईँ परमेश्वरलाई म यो समय विशेष धन्यवाद दिन्छु। प्रभु आज तपाईँ परमेश्वरले फेरि पनि प्रभु यो समय दिनुभएको छ अनि विशेष तपाईँ परमेश्वरको आज जन्म उत्सवको निम्ति हामी यस ठाउँमा भेला भएका छौँ। प्रभु नि तपाईँ परमेश्वरलाई धन्यवाद यस समयको लागि अनि जो तपाईँ परमेश्वरले सिर्जिनु भएको दिन छ अनि यो दिनमा प्रभु हामी सबै नै प्रभु हामी खुसीको साथमा हामी यस ठाउँमा भेला भएका छौँ अनि प्रभु हामी यो दिनमा हामी खुसी हुन्छौँ, रमाउँछौँ अनि आनन्द मनाउँछौँ। प्रभु धन्यवाद तपाईँ परमेश्वरलाई यो समय सुरु अन्त तपाईँको हातमा राख्छौँ प्रभु येशू ख्रीष्टको नाउँमा आमेन। हुन्छ म तपाईँहरूलाई म यो अनुरोध गर्न चाहन्छु, म जसरी यहाँबाट म केही कुराहरू म तपाईँहरूलाई बताउँछु अनि हामी प्रभुलाई पाएको मानिसहरू, प्रभुलाई विश्वास गरेको मानिसहरूले दुईटा शब्द चाहिँ बहुतै धेरै चलाउने गर्छ अनि त्यो चाहिँ आमेन भन्ने शब्द र हालेलुया भन्ने शब्द चाहिँ धेरै चलाउने गर्छ अनि यो चाहिँ कतिजना तपाईँहरूलाई थाहा छैन अनि तपाईँहरूलाई अप्ठ्यारो लाग्ला तर यो चाहिँ के हो भन्दाखेरि जब हामी आमेन भन्छौँ अनि यो चाहिँ सधैँभरि यस्तै नै भइरहोस् अनि जब हामी हालेलुया भन्छौँ उहाँको महिमा भइरहोस्। यी स्वर्गीय भाषा यसरी बताउँछ अनि म तपाईँहरूले यो कुराहरू भन्नको लागि अप्ठ्यारो नमानिदिनु होला। अनि आज हामी ह्याप्पी क्रिसमस, मेरी क्रिसमस भनेर हामी अघि नै हामीले धेरैजनाले भन्दै थियौँ अनि म तपाईँहरूलाई पनि पहिलाचोटि म यही नै भन्न लाउँछु। म जसरी ह्याप्पी भन्छु तपाईँहरू क्रिसमस भनिदिनुहोस् अनि जसरी म मेरी भन्छु तपाईँहरू क्रिसमस भनिदिनुहोस्। तयार हुनुहुन्छ? ह्याप्पी क्रिसमस, मेरी क्रिसमस। हुन्छ, धन्यवाद। अनि मेरो सम्पूर्ण क्यान्समा भएका मण्डली परिवार जतिजना हुनुहुन्छ उहाँहरूबाट पनि तपाईँहरू सबैजनालाई जय मसीह अनि नमस्कार छ। हुन्छ, हामी अब केही हामी प्रभुको वचन हामी हेर्नेछौँ अनि यहाँनिर मलाई प्रभुको वचन पढ्नको लागि हाम्रो सहयोग गरिदिनु हुने हाम्रो भाइ विक्रम हुनुहुन्छ अनि यहाँ विशेष आज मैले उहाँ भाइसँग मैले किन सहयोग मागिरहेको छु भन्दाखेरि हाम्रो एकदमै समय एकदमै कम्ती भएको कारणले गर्दाखेरि जो भाइले चाहिँ मलाई यो वचन पढ्नको लागि मलाई सहायता गर्दै हुनुहुन्छ अनि तपाईँहरूले ध्यान दिएर सुन्न सक्नुहुन्छ। अनि आज म पहिल्यैचोटि भन्न चाहन्छु, आज मलाई धेरै गौरव लागिरहेको छ तपाईँहरूको बिचमा म पनि उपस्थित हुन पाउँदा। जसरी हामी क्यान्समा रहेको हामी 32 घर हामी विश्वासी परिवारहरू छौँ तर त्यहाँभन्दा पनि आज मलाई अति नै यहाँनिर रमाइलो लागिरहेको छ। किन भन्दाखेरि यहाँनिर तपाईँहरू थोरै हुनुहुन्छ तरै पनि
एकदमै रमाइलोसँगले एकदमै उत्साह साथ सबैजना एउटा युनिटीमा रहेर चाहिँ प्रभुलाई एउटा उचाल्ने कामहरू यहाँनिर भइरहेको छ। अनि यो चाहिँ एउटा परमेश्वरले सृष्टि गर्नुभएको हामी सबै मानिसलाई नै परमेश्वरको इच्छा नै यही छ, उहाँको महिमा गर्नुपर्छ भनेर परमेश्वरले मानिस जातिलाई सृष्टि गर्नुभएको छ। अनि यो दिन परमेश्वरले दिनुभएको छ हामीलाई, यो दिन परमेश्वरले सृष्टि गर्नुभएको छ अनि यो दिन परमेश्वरले सिर्जना गर्नुभएको छ। अनि त्यसकारण यो दिनमा यो समयमा हामी खुसी हुन्छौँ अनि रमाउँछौँ अनि आनन्दित हुन्छौँ। जसरी हामीले अघिदेखि नै हेरिरहेको छ, हामी यही कुरा हामी बाइबलमा पनि हामी यो कुरा पाउँछौँ। हामी भजन सङ्ग्रह 118 पदको 118 हामी 24 पदमा पाउँछौँ यो कुरा। अनि जसरी मैले अघि तपाईलाई भनिरहेको थिएँ, मलाई आज एकदमै गौरव लागिरहेको छ। अनि परमेश्वरको वचनले पनि यही कुरा भन्छ, यदि कसैले गौरव गर्छ भने त्यसले परमेश्वरमा नै भएर गरोस्। हामीले बाइबलमै पाउँछौँ यो पहिलो कोरिन्थीको पुस्तक 1 अध्यायको 28 पदमा हामी यो पाउँछौँ। 31 पदमा यो पाउँछौँ। अनि 28 पदमा चाहिँ परमेश्वरले सबैभन्दा ठुलो कुरो चाहिँ मानिसहरूलाई जो चाहिँ एउटा नाजुक स्थितिमा, जो चाहिँ मानिस एउटा गरिब स्थितिमा, जो चाहिँ एउटा अशान्ति स्थितिमा मानिसहरू रहेको छ, त्यो मानिसलाई पहिलोचोटि परमेश्वरले छान्नुहुन्छ। अनि तपाईँ हामीलाई पनि परमेश्वरले धेरै माया गर्नुहुन्छ। हामी भाइबाट हामी सुन्नेछौँ, हामी भजन सङ्ग्रहको पुस्तक हामी 118 को 24 पदलाई हामी सुन्नेछौँ। तपाईँहरू सबैजनाले सुन्नु सक्नुहुन्छ। आजको दिन परमप्रभुले सिर्जनु भएको हो, यसमा हामी आनन्दित हौँ र रमाउँ। हालेलुया। अनि आजको दिन परमप्रभुले सिर्जिनु भएको, यस कारण हामी सबै रमाउनु पर्छ अनि सबै हामी आनन्द हुनुपर्छ। अनि हामी यस ठाउँमा सबै एउटा आनन्दित र रमावटमा रहेर चाहिँ हामीले सबै कुरामा चाहिँ हामीले एकदमै हाम्रो मनहरू ध्यानहरू हामीले एकदमै दिइरहेको छौँ। अनि जसको जीवनबाट चाहिँ परमेश्वरको महिमा भइरहेको छ, जसको जीवनबाट, जसको शरीरबाट, जसको आत्माबाट परमेश्वरको महिमा भइरहेको छ, अनि त्यही कुरामा चाहिँ हामीले ध्यान दिइरहेका छौँ। हाम्रो जवान भाइ बहिनीहरूले जसरी हामीलाई उहाँहरूको नृत्य, उहाँहरूको आफ्नो आफ्नो तरिकाको कलाहरूद्वारा जसरी परमेश्वरलाई महिमा दिइराख्नु भएको छ, अनि त्यो कुरालाई हामीले एकदमै आनन्दित साथ हामीले ध्यान दिइरहेका छौँ। हामीले आनन्दित साथ हामीले हेरिरहेका छौँ। हामी जुन कुरामा, हामी जे कुराको निम्ति हामी भेला भएका छौँ, हामी आनन्द छौँ। यदि हामीले यो कुरालाई आनन्द गर्न सक्यौँ न, आनन्द लिन सक्यौँ न भने परमेश्वरको वचन कहिले पनि पुरा हुँदैन। अनि मानिसले यही कुरा गर्छ, बाइबलमा जे कुरा लेखेको छ त्यही कुरा मानिस सबैजनाले हामीले गरिरहेका हुन्छौँ, तर हामीलाई थाहा हुँदैन। अनि बाइबलमा जे कुरा लेखेको छ हामी यस ठाउँमा भेला भएर हामी त्यही नै कुरा गरिरहेका छौँ। अनि अब म तपाईँहरूलाई प्रभु येशूको जन्मको बारेमा म पस्दैछु। जसरी हामीले प्रभु येशूको जन्मको बारेमा हामीले पहिला वचनहरू हामीले के सुन्नुभन्दा अगाडि प्रभु येशूको जन्म चाहिँ कसरी चाहिँ भयो, कसरी हुनेछ भनेर जुन यहाँनिर अगमबाणीको कुरा छ, अनि म तपाईँलाई त्यो कुरा बताउन चाहन्छु। पहिलाचोटि हामीले यशायाको पुस्तकमा हामी पाउँछौँ, जो एउटा बाइबलमा छ, यशाया अगमवक्ता भन्ने एउटा व्यक्ति थियो, एउटा मानिस थियो। अनि उसले चाहिँ प्रभु येशू ख्रीष्ट जन्मिनुभन्दा अगाडि 700 वर्षभन्दा अगाडि नै उसले चाहिँ प्रभु येशू ख्रीष्टको जन्मको बारेमा भविष्यवाणी गरेको थियो। जो चाहिँ व्यक्तिको नाम चाहिँ यशाया छ, जो चाहिँ अगमवक्ता हुनुहुन्थ्यो। अनि यशायाले जसरी उसले अगमबाणी गरेको थियो, प्रभु येशू ख्रीष्ट चाहिँ कुन ठाउँमा जन्म हुँदैछ, एउटा बेथलेहेममा दाउदको सहरमा चाहिँ प्रभु येशू ख्रीष्टको जन्म हुँदैछ भनेर जसरी यशाया अगमवक्ताले 700 वर्षभन्दा अगाडि नै प्रभु येशू ख्रीष्टको जन्मको बारेमा जसरी अगमबाणी गरिसक्नु भएको थियो, अनि आज त्यो 700 वर्ष काटिसके पछाडि हामी प्रभु येशू ख्रीष्टको जन्म संसारमा भएको हामी देख्छौँ। अनि आजको दिन हामी एउटा प्रभुको उपस्थितिमा हामी छौँ। अनि प्रभुको एउटा जन्म जयन्तीमा होइन, हामी जन्म उत्सवमा हामी मनाउँदैछौँ। अनि म तपाईँहरूलाई यो वचन हाम्रो भाइले हामीलाई पढेर सुनाउँदै हुनुहुन्छ। हामी यशायाको पुस्तक हामी 7 अध्यायको 14 पदलाई हामी पढेर सुन्नेछौँ। तपाईँहरू सबैजनाले सुन्न सक्नुहुन्छ। यसै कारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्याले गर्भधारण गर्ने छिन् र तिमीले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इमानुएल राखिनेछ। अनि यहाँनिर लेखेको छ, यशाया अगमवक्ताले चाहिँ एउटा अगमबाणी गरेको कुरा छ। अनि जो चाहिँ जसको एउटा कन्या
कन्या गर्भवती हुँदैछ अनि जो कन्याबाट चाहिँ एउटा छोराको जन्म हुँदैछ अनि जो चाहिँ एउटा पवित्र आत्माबाट हुनुहुन्छ अनि जसको नाउँ चाहिँ येशू राखिनेछ अनि जसको नाउँ चाहिँ इमानुएल राखिनेछ। इमानुएलको अर्थ चाहिँ परमेश्वर हामीहरूसँग। इमानुएलको अर्थ परमेश्वर हामीहरूसँग भनेर हामी बाइबलमा स्पष्ट गरेको कुरा हामी पाउँछौँ। अनि यो चाहिँ तपाईँ हामी जस्तो व्यक्ति, तपाईँ हामी जस्तो एउटा साधारण मानिसले पाएको दर्शन थिएन, जसले चाहिँ परमेश्वरमाथि आशा भरोसा परमेश्वरमाथि विश्वास राखेको थियो अनि जो चाहिँ एउटा परमेश्वरसँग सधैँ नै हिँड्न चाहन्थ्यो, जसले चाहिँ एउटा परमेश्वरसँगको एउटा आत्मिक क्षेत्रमा चाहिँ परमेश्वरसँगको त्यो दैनिक जीवनहरू बिताउन चाहन्थ्यो अनि त्यो व्यक्तिलाई चाहिँ परमेश्वरले यसरी जुन एउटा दर्शन दिनुभएको थियो, एउटा अगमबाणी बोल्ने एउटा दर्शन दिनुभएको थियो, एउटा भिजन दिनुभएको थियो। अनि एउटा तपाईँ हाम्रो बिचमा हामी सुन्छौँ यो 700 वर्षभन्दा अगाडि बोलेको कुरा थियो, तर आज जब 700 वर्ष बितिसक्यो अनि त्यस पछाडि चाहिँ यो कुराहरू पुरा भएको देख्छौँ। अनि हामी यो यशायाले मात्रै होइन, हामी बाइबलमा हेऱ्यौँ भने हामी 100 भन्दा बढी ठाउँमा यो अगमबाणी बोलेको कुराहरू पाउँछौँ। अनि यहाँनिर धेरै छ, अनि मिकाले पनि बोलेको छ अनि यिर्मियाले पनि बोलेको छ। अनि यो चाहिँ सबै नै एउटा प्रभु येशूको पिता जो परमेश्वरले नै यो कुरा चाहिँ त्यो अगम वक्ताहरूलाई चाहिँ देखाउनु भएको थियो, दिनुभएको थियो। अनि यो चाहिँ आज तपाईँ र मेरो निम्ति नै यसरी जन्म प्रभु येशू ख्रीष्टको जन्म भइरहेको छ। अनि हामी यशायाको पुस्तकमा हामी फेरि पनि हामी पढ्छौँ। यशाया 9 अध्यायको हामी 6 पदमा हामी त्यहाँनिर आउँछौँ। अनि यशाया 9को 6 पदले अनि तपाईँ र मेरो निम्ति जसरी प्रभु येशू ख्रीष्टको जन्म हुँदैछ अनि प्रभु येशू ख्रीष्टको जन्म चाहिँ तपाईँ र मेरो बिचमा हुनुको मेन उद्देश्य चाहिँ के हो भन्ने कुरा चाहिँ त्यहाँनिर लेखिएको छ। अनि प्रभु येशू ख्रीष्ट चाहिँ संसारमा एउटा शान्तिको राजकुमारको रूपमा प्रभु येशू ख्रीष्टको जन्म भयो। अनि जो चाहिँ एउटा संसारको शासन चाहिँ उहाँको काँधमा छ अनि उहाँले चाहिँ सबै संसारलाई चाहिँ एउटा अनुशासनमा उहाँको अधीनतामा चाहिँ संसार रहनुपर्छ भनेर जसरी प्रभु येशू ख्रीष्टको जन्म संसारमा भइरहेको थियो। अनि उहाँ चाहिँ एउटा शान्तिको परमेश्वर हुनुहुन्छ अनि उहाँ चाहिँ एउटा शान्तिको राजकुमार हुनुहुन्छ। अनि उहाँ चाहिँ एउटा संसारमा भएका मानिसहरूमा अनि सबै जीवित पशु प्राणीहरूमा चाहिँ शासन गर्ने एउटा शासकको रूपमा चाहिँ उहाँ जन्मिँदै हुनुहुन्छ। अनि हामी पाउँछौँ जसले हामीलाई शक्ति सामर्थ्य दिन्छ, उहाँमा नै भएर म सबै कुरा गर्नेछु। हामीले यो वचन पनि हामी पाउँछौँ फिलिप्पी 4को 13 पदमा हामी पाउँछौँ, जसले मलाई शक्ति सामर्थ्य दिन्छ उहाँमा नै भएर म सब कुरा गर्नेछु। हामी सृष्टि भएको कारणले गर्दा परमेश्वरको शक्ति बिना हामी केही पनि गर्न सक्दैनौँ। जब परमेश्वरको शक्ति तपाईँ हामीले पाएका छौँ अनि जसरी हामी हिँड्छौँ, जसरी हामी बोल्छौँ, जसरी हामी डान्स गर्छौँ, जसरी हामी गीत गाउँछौँ, यो नै सबै नै परमेश्वरको शक्ति हो तपाईँ र ममा। पछि हामी यो वचन हामी हेर्छौँ यशाया 9को 6 पदलाई हामी सुन्छौँ फेरि। किनभने हाम्रो निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रो निम्ति एकजना छोरो दिएको छ, शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मको सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तको पिता, शान्तिका राजकुमार कहलाइनु हुनेछ। आमेन। अनि यहाँनिर हामीले सुनिरहेका छौँ उहाँ चाहिँ एउटा अचम्मको सल्लाहकार हुनुहुन्छ। एउटा अचम्मको सल्लाहकारको रूपमा चाहिँ उहाँले जन्म लिँदै हुन्छ संसारमा। अनि उहाँको त्यो जुन एउटा शासन चाहिँ सबै उहाँको काँधमा छ, सबै उहाँको हातमा छ। संसारलाई के गर्नुपर्छ, कसरी राख्नुपर्छ, संसार कुन तरिकाले दौडिनुपर्छ भन्ने कुरा चाहिँ सबै उहाँलाई थाहा छ यी कुराहरू। अनि उहाँ चाहिँ एउटा मैले अघि तपाईँलाई भन्दै थिएँ, अनि जो चाहिँ मानिसलाई चाहिँ एउटा अशान्तिमा परेको मानिस छ, जो मानिस एउटा फिक्रीमा परेको मानिस छ, जो मानिस एउटा चिन्तामा परेको मानिस छ, अनि जो मानिस तपाईँ र मलाई चाहिँ परमेश्वरले चाहिँ कुनै प्रकारको त्यस्तो डर चिन्ता फिक्रीको आत्मा दिनु भएन, तर परमेश्वरले तपाईँ र मलाई सदा सर्वदा शान्ति सुख आनन्दको आत्मा परमेश्वरले तपाईँ र मलाई दिनुभएको छ। अनि तपाईँ र म आनन्द हामी मनाउँछौँ परमेश्वरमा। अनि यो कुरा जब हामी हेर्छौँ अनि यो एकदमै परमेश्वरलाई चाहिँ मानिसको बिचमा सृष्टि गर्नुको कारण, जन्म दिनुको कारण यही नै 5वटा कुराहरू छ। यो 5वटा कुराहरू पहिल्यै बताएको छ अनि त्यस पछाडि प्रभु येशू ख्रीष्टको जन्म भएको छ। अनि अब म तपाईँलाई यहाँनिर मैले जुन एउटा भविष्यवाणी, एउटा अगमबाणीको कुरा मात्रै गर्दै थिएँ, अब म तपाईँलाई प्रभु येशू ख्रीष्ट जन्मिनु भएको कुरामा म लान चाहन्छु। अनि हामी अर्को पुस्तकमा फेरि हामी पाउँछौँ
प्रभु येशू ख्रीष्टको जन्म चाहिँ कसरी भयो भन्ने बारेमा हामी त्यहाँनिर पाउँछौँ। अनि त्यहाँनिर लेखिएको कुरा छ, जसरी कन्या, हामीले अघि नै सुन्दै थियौँ, कन्या गर्भवती हुनेछ, उसले एउटा पुत्र जन्माउनेछ, उसको नाम येशू राखिनेछ भनेर हामीले अघि सुन्दै थियौँ। अब त्यो भविष्यवाणी जसरी यसै अगमवक्ताले गरेको थियो, अब त्यो भविष्यवाणी फेरि पुरा भएको कुरा हामी हेर्छौँ। 700 वर्ष अगाडि गरेको भविष्यवाणी अब पुरा हुँदैछ तपाईँ र मेरो निम्ति। अनि यहाँनिर लेखिएको छ, फेरि मरियम जो एउटा स्त्री थिइन्, अनि जो स्त्री विवाहित होइन, जो स्त्री चाहिँ कन्या स्त्री थिइन्, अविवाहित थिइन्, अनि जसरी मरियमलाई प्रभु येशू ख्रीष्टको आमा चाहिँ मरियम हुन्छन्, अनि जसरी मरियम चाहिँ एउटा मगनीको लागि, योसेफ भन्ने व्यक्तिको लागि एउटा विवाहको लागि मागिसकेको थियो मरियमलाई। अनि जसरी प्रभु येशू ख्रीष्टको आमा चाहिँ मरियम हुनुहुन्छ, अनि मरियमको जो एउटा पति चाहिँ योसेफ भन्ने व्यक्तिले चाहिँ मगनी गरिसकेको थियो। तर दिन बित्दै गयो, समय बित्दै गयो, उहाँहरूको विवाह भएको छैन। मरियम गर्भवती भएको देख्न थाल्यो। अनि त्यस पछाडि जब त्यो कुरा सबैले देख्न थाल्यो, विशेष योसेफ आफ्नै पति, उसले कस्तो तरिकाको वास्ता गरिरहेको थियो होला, म विवाह पछाडि म कसरी चाहिँ कस्तो जिन्दगी म बिताउन सक्छु यी मरियमसँग, अनि विवाह पछाडि म कसरी उसलाई म खुसी राख्न सक्छु यी मरियमलाई, हाम्रो जिन्दगी कसरी चल्छ भनेर उसलाई धेरै त्यस्तो सोचहरू, धेरै विचारहरू थियो होला, धेरै ठुलो योजनाहरू थियो होला योसेफलाई। तर योसेफले मरियम विवाह भएको छैन तर गर्भवती भएकी योसेफले देख्न थाल्यो, त्यो कुरा पत्ता लाग्यो। अनि योसेफ एउटा धर्मी मानिस भएको कारणले गर्दा, धर्मी व्यक्ति भएको कारणले गर्दा योसेफले त्यो जो मरियम भन्ने स्त्रीलाई कुनै पनि एउटा गाउँ शर्ममा नपारी उसले गुप्तमै त्याग्ने विचार गरे। योसेफले गुप्तमै त्याग्ने विचार गरे। उसले त्यागेको चाहिँ कसै मानिसले थाहा नपाओस्, म कहाँ जाँदैछु, के गर्दैछु, मरियमलाई पनि त्यो कुरा थाहा नहोस्। योसेफले त्यो कुराहरू सोच्न थाल्यो। अनि त्यो कुरा सोच्दै अनि एक दिन एक रातको समय योसेफलाई चाहिँ रातको समयमा उसले एउटा सपना पायो, उसलाई एउटा दर्शन भयो। जसरी निद्राको समयमा थियो अनि एउटा स्वर्गदूतको त्यहाँनिर उपस्थित भयो। अनि जब एउटा स्वर्गदूतको उपस्थित भएपछि योसेफलाई त्यो स्वर्गदूतले चाहिँ यो खालको आवाज दिनुभएको थियो, योसेफ, जसरी तिम्रो पत्नी मरियमलाई तिमीले त्याग्ने विचार गरिरहेका छौ, उसलाई स्वीकार गर्नको लागि तिमी नडराऊ। उसले एउटा छोरा जन्माउने छिन् अनि जुको नाम तिमीले येशू राख्नेछौ, इमानुएल राख्नेछौ। इमानुएल चाहिँ मैले अघि भन्दै थिएँ तपाईँहरूलाई, इमानुएलको अर्थ चाहिँ परमेश्वर हामीहरूसँग। अनि त्यो मानिस चाहिँ मरियमले किन जन्माउँदैछन् भन्दाखेरि सारा संसारको मानिसको लागि, एउटा पापको छुटकाराको लागि, एउटा पापको उद्धारको लागि, एउटा मुक्तिदाताको लागि, मुक्ति दिनको लागि प्रभु येशू ख्रीष्टको जन्म हुँदैछ। तिमीले त्यो स्त्रीलाई स्वीकार गर्न तिमी नडराऊ, जो चाहिँ कसैबाट पनि त्यो पुरुषबाट आएको छैन, परमेश्वरको पवित्र आत्माबाट त्यो कुरा आएको छ। अनि योसेफ त्यो समयमा तुरुन्तै निद्राबाट भ्युजे। अनि योसेफले जस्तो उसले चाहिँ एउटा सपनामा त्यो आवाज सुनिरहेको थियो, अनि त्यही कुरालाई नै उसले स्वीकार गर्यो योसेफले। अनि जब स्वीकार गर्यो अनि मरियमलाई एउटा पत्नीको रूपमा स्वीकार गरे योसेफले। अनि त्यस पछाडि साँच्चै नै एउटा छोरा जन्माइन्, जसको नाउँ यीशु नै राखियो। त्यो चाहिँ तपाईँ र मेरो, हामी सबै संसारको मानिसको एउटा पापलाई चाहिँ पापबाट छुटकारा दिनको लागि चाहिँ प्रभु येशू ख्रीष्टको संसारमा जन्म भएको थियो। हामी यो वचन हामी सुन्छौँ, मत्तीको पुस्तकमा हामी पाउँछौँ यो वचनलाई। मत्तीको पुस्तक हामी 1 अध्यायको हामी 18 देखि लिएर हामी 25 सम्म हामी हेर्छौँ। तपाईँहरू सबैजनाले सुन्न सक्नुहुन्छ।
यीशु ख्रीष्टको जन्म यस प्रकारले भयो। मल्कियामा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भयो। तर तिनका पिता योसेफ धर्मी मानिस भएका हुनाले तिनलाई समूह पार्ने इच्छा नगरे, तिनलाई एकदमै त्याग्ने इच्छा गरे। तर जब उनले यही कुरा विचार गर्दै थिए, सपनामा परमप्रभुका दूत देखा परेर उनलाई यसो भने, योसेफ दाउदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडरा, किनभने जो तिम्रो गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिमीले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाम येशू राख्नेछौ, किनभने उहाँले हाम्रो मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुन्छ। बहुमतद्वारा परमप्रभुले बोल्नुभएको वचन पुरा हुनलाई नै यी सबै भएका हुन्। हेर, कन्याले गर्भधारण गर्ने छिन् र तिमीले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाम इमानुएल राख्नेछ, जसको अर्थ हो परमेश्वर हामीहरूसँग। योसेफ भित्रबाट बिउजेर परमप्रभुका दूतले तिनीलाई भनेको उनले मरियमलाई आफ्नो पत्नीको रूपमा स्वीकार गरे। मरियमले पुत्र जन्माउँछन्, योसेफले तिनीसँग सहवास गरेन, योसेफले उहाँको नाम येशू राखे। सुन्नुभयो तपाईँहरू सबैजनाले? मैले अघि भट्याउँदै थिएँ तपाईँहरूको अगाडि, अनि तपाईँहरूले बा पत्याउनु हुन्न कि भनेर पढेर नै सुनाइदिँदैछ भाइले, खुसीको कुरा। अनि योसेफले जसरी योसेफको मगनी भएको मरियम जो पत्नीको रूपमा मगनी भइसकेको थियो, अनि प्रभु येशू ख्रीष्टको जन्म चाहिँ त्यो प्रकारले भएको थियो। अनि अघि मैले भन्दै थिएँ इमानुएल, येशू राख्नेछौँ, अनि इमानुएलको कुरा गर्दै थिएँ। इमानुएल चाहिँ परमेश्वर हामीहरूसँग अथवा परमेश्वर तिमीहरूसँग, अनि जो चाहिँ हाम्रो मुक्तिदाता प्रभु येशू ख्रीष्ट हुनुहुन्छ, अनि उहाँ चाहिँ हामीहरूसँग सधैँ रहनुहुन्छ। अनि यो चाहिँ तपाईँ हामी सबैको लागि, सबै संसारको लागि प्रभु येशू ख्रीष्टको जन्म भएको छ। अब प्रभु येशू ख्रीष्टको जन्म यस तरिकाले भएको कुराहरू हामीले सुन्यौँ। अब म तपाईँलाई प्रभु येशू ख्रीष्टको जन्म चाहिँ कहाँनिर, कुन समयमा र प्रभु येशू ख्रीष्टको जन्म भएदेखि संसारमा के सुरुवात भयो भन्ने कुरा पनि म तपाईँहरूलाई बताउन चाहन्छु। जसरी प्रभु येशू ख्रीष्टको जन्म हुनुभन्दा अगाडि यो संसारमा कुनै पनि मान्छेले गर्नु जान्थेन। 1 2 3 4 भनेर गर्नु जान्थेन, 1 2 3 4 भनेर गर्नु जान्थेन। प्रभु येशू ख्रीष्टको जन्म हुनुभन्दा अगाडि चाहिँ कस्तो खालको गन्ती आउँथ्यो भन्दाखेरि 10 9 8 7 6 5 यसरी थियो, उल्टो गन्ती गर्थ्यो पहिला। अनि जब प्रभु येशू ख्रीष्टको जन्म भयो तब मात्रै सिरेली गन्ती गर्ने एउटा क्यालेन्डरहरूको पनि सुरुवात भयो। प्रभु येशू ख्रीष्टको जन्म हुनुभन्दा अगाडि कुनै पनि सिरेली गर्ने नम्बर गर्ने थिएन सिस्टम। अनि हामीले सुन्छौँ, यहाँनिर तपाईँहरू धेरै धेरै पढ्नु भएको अनुभवी आमा बुवा दाजु दिदी सायद हुनुहुन्छ। हामीले AD BC AC भन्ने कुराहरू हामी जब कसैको एउटा जन्म पछाडि त्यो दुईटा लेटर लगाएको हामी जहीँ पनि हामी पाउँछौँ त्यो कुराहरू। अनि विशेष तपाईँहरू अलिकति पढ्नु भएको व्यक्तिहरूलाई तपाईँलाई थाहा छ यो कुराहरू, AC BC भन्ने कुराहरू। अनि यो नै किन पहिला मैले पनि जब स्कुल पढ्दाखेरि AC BC भन्ने कुराहरू आउँथ्यो, तर त्यो चाहिँ त्यसको अर्थ चाहिँ के हो त्यो चाहिँ मैले कहिले पनि सुनेको थिइनँ। तर जब मैले प्रभुमा विश्वास गरेँ तब मात्रै त्यसको अर्थ मैले साँचो रूपले पाएँ। अनि त्यसको अर्थ चाहिँ जब AC लागेको छ आफ्टर क्राइस्ट, जब BC छ बिफोर क्राइस्ट, अनि जब AD छ आफ्टर डेथ, सबै प्रभु येशू ख्रीष्टको नै त्यहाँनिर आएको कुरा रहेछ। जब मैले पछाडि प्रभुलाई विश्वास गरेँ तब मात्रै त्यसको अर्थ अनि मात्रै मलाई थाहा भयो। पहिला कुनै पनि टिचरहरूले बताउनु भएन, पछाडि चाहिँ जब प्रभुलाई विश्वास गरेपछि त्यो कुराहरू आफै आफ थाहा हुँदै गयो। अनि त्यसको अर्थ पनि छ। अनि सबै कुरा चाहिँ प्रभु येशू ख्रीष्टको जीवनबाट नै संसारमा चाहिँ हरेक कुरा भएको छ, तर हामीलाई चाहिँ कसरी आयो त्यो कसरी हुनुभयो भन्ने कुरा चाहिँ हामीले त्यो कुराहरूलाई कहिले पनि अनुभव गर्न सक्दैनौँ। तर सबै प्रभु येशू ख्रीष्ट बाहेक चाहिँ केही पनि कुरालाई हामी त्यहाँनिर एउटा मेन्सन गरेको कुराहरू हामी पाउँदैनौँ। अनि जब
9-10 देखि उँभो पढेर जान्छ तब धेरैवटा प्रभु येशू ख्रीष्टको स्टोरीहरू त्यहाँनिर आउन थाल्छ। अनि हामी यहाँनिर जब मैले भन्दै थिएँ प्रभु येशू ख्रीष्टको जन्म, जब प्रभु येशू ख्रीष्टको जन्म हुने दिन थियो अनि त्यो दिनमा नै अनि संसारमा एउटा जनगणनाको पनि सुरु भएको थियो। सेन्सस त्यही दिनदेखि सुरु भएको थियो। त्यो दिन त्योभन्दा अगाडि नम्बर पनि थिएन, 1 2 3 4 भनेर गनेर लाने नम्बरै थिएन। अनि कुनै पनि मान्छे कति छ संसारमा, कस्तो मान्छे छ, के नाम छ त्यो कुरा पनि थिएन। जब प्रभु येशू ख्रीष्टको जन्म भयो अनि त्यही दिनदेखि नै संसारमा पहिलोचोटि जनगणना पनि सुरु भएको थियो। अनि जो चाहिँ सेन्सस हो, सेन्सस गर्ने कामहरू पनि सुरु भएको थियो। हाम्रो मसिनो भाइ बहिनीहरूलाई जनगणना भन्दाखेरि थाहा हुँदैन। एउटा सेन्सस त्यहाँदेखि मात्रै सुरु भएको थियो, गन्ती त्यहाँदेखि मात्रै सुरु भएको थियो। अनि त्यति बेला प्रभु येशू ख्रीष्टको जन्म भएको कुराहरू हामी पाउँछौँ। अनि प्रभु येशू ख्रीष्टको जन्म अघि नै हामीले पढिसकेको छौँ। अनि जो चाहिँ एउटा धार्मिक मानिस थियो अनि जब उहाँको जन्म भए पछाडि मात्रै सबै कुरा संसारमा चाहिँ एउटा गन्ती, एउटा सिक्वेन्सहरू पनि बस्दै गएको थियो। अनि एउटा गन्ती, एउटा क्यालेन्डर पनि तब त्यो समयदेखि मात्रै सुरुवात भएको थियो संसारमा। हामी लुकाको पुस्तकमा लुका 2 अध्यायको हामी 1 देखि 7 सम्म हामी हेर्नेछौँ। हामी त्यहाँ सुन्नेछौँ, तपाईँले सुन्न सक्नुहुन्छ, जो भाइले सुनाउँदै हुनुहुन्छ। ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिने हुकुम जारी गरे। कुरिनियस सिरियाका हाकिम हुँदा यो पहिलो पटकको जनगणना थियो। सबैजना नाउँ दर्ता गराउन आफ्नो आफ्नो सहर गए। योसेफ पनि गालिलको नासरतबाट यहुदियाको बेथलेम भन्ने दाउदको सहरमा गए, किनभने तिनी दाउदका कुटुम्ब र वंशका थिए। नाउँ दर्ता गराउन तिनी आफूसँग मग्नी भएको मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्। तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो। तिनले आफ्नो जेठो छोरो जन्माइन् र उहाँलाई लुगाले बेरेर ढुँडमा राखिन्, किनभने तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन। हालेलुया। सुन्नुभयो सबैले? पछाडि सुन्नुभयो? प्रभु येशू ख्रीष्टको जन्म कसरी भयो भन्ने कुराहरू त्यहाँनिर हामीले जनगणनाको कुराहरू अघि मैले भट्याउँदै थिएँ, अहिले हामीले वचनमा सुन्यौँ। अनि त्यो दिनदेखि नै एउटा जनगणनाको, एउटा सेन्ससको पनि सुरुवात भएको थियो। त्योभन्दा अगाडि कुनै पनि सिरियल नम्बर गनेर जाने थिएन। अनि कुनै पनि त्योभन्दा अगाडि चाहिँ मान्छेको नामहरू छुट्याउने क्रमहरू केही पनि थिएन। त्योभन्दा अगाडि एउटा क्यालेन्डर समेत थिएन जब प्रभु येशू ख्रीष्टको जन्म भयो। अनि त्यही दिनदेखि नै एउटा सिरेली गन्तीहरूको पनि सुरुवात भयो। सबै क्यालेन्डरहरूको त्यहाँदेखि मात्रै सुरुवात भयो। अनि प्रभु येशू ख्रीष्टको जन्म एकदमै दुःख लाग्दो छ। प्रभु येशू ख्रीष्ट, हामीले अघि सुन्दै थियौँ, प्रभु येशू ख्रीष्टलाई चाहिँ जसरी जन्म दिनुभयो मरियमले, अनि त्यस पछाडि चाहिँ उहाँलाई चाहिँ एउटा सानो साधारण थाङ्नाले बेरेर गाईले खोले खाने एउटा ढुँडमा लडाइएको थियो, जसको लागि पाउमा ठाउँ थिएन। उसको लागि, प्रभु येशू ख्रीष्टको लागि त्यहाँनिर राम्रो राम्रो रुम थिएन, राम्रो रुमहरू थिएन, यतिकै पनि थिएन। तर उसको लागि ठाउँ चाहिँ एउटा सानो ढुँड मात्र थियो। प्रभु येशू ख्रीष्ट, मैले अघि बताउँदै थिएँ तपाईँहरूलाई, प्रभु येशू ख्रीष्ट त्यस्तोमै जन्मिनु पर्ने चाहिँ कारण चाहिँ के हो त? प्रभु येशू एउटा जसरी एउटा मानवको रूपमा उहाँले जन्म लिनुभयो। अनि मानवको जीवनमा मानवले चाहिँ के गर्नुपर्छ, कसो गर्नुपर्छ, दुःख कष्ट कस्तो के कुराहरू सहनुपर्छ, के कुरालाई टहल गर्नुपर्छ भन्ने कुरा देखाउनलाई नै प्रभु येशू ख्रीष्ट सुरुदेखि नै उहाँको एउटा दुःखको जिन्दगी थियो। हामी जो कोही पनि, हामी मानिसलाई एकदमै एउटा सुखको ठाउँ, एकदमै राम्रो ठाउँ हामीलाई एकदमै चाहिन्छ। तर प्रभु येशू ख्रीष्टलाई चाहिएको थिएन। त्यो चाहिँ किन चाहिएको थिएन भन्दाखेरि प्रभु येशू ख्रीष्ट किन एउटा मानवकै रूपमा चाहिँ जन्म हुनु पर्यो भन्दाखेरि मानवलाई एउटा उद्धार, मुक्ति, छुटकाराको लागि चाहिँ मानव नै चाहिएको थियो। अनि मानवले जस्तो दुःख कष्टहरू टहल गर्नु पर्थ्यो, त्यही कुराहरू चाहिँ एउटा टहल गर्नु, एउटा सिकाउन, देखाउनको लागि प्रभु येशू ख्रीष्टको जन्मदेखि नै एउटा एकदमै दुःखको जन्म अवस्थाहरू नै थियो। अनि हामी हेर्छौँ, हामी सुन्छौँ प्रभु येशू ख्रीष्टको जन्म
त्यस्तो तरिकाले भएको थियो। अनि पाउमा उसको लागि कुनै पनि ठाउँ थिएन, उसलाई चाहिँ एउटा लुगाले घेरेर डोरमा राखेको थियो। अनि प्रभु येशू ख्रीष्टलाई चाहिँ कसै पनि धेरै धनी मानिसहरूले, धेरै धन सम्पत्ति भएको मानिसहरूले प्रभु येशूलाई विश्वास गर्न चिन्न धेरै गाह्रो छ। किनभने जब प्रभुलाई विश्वास गरिन्छ धेरै कुराहरू चुकाउनु पनि सक्नुपर्छ, तब मात्रै एउटा अनन्त जीवनको बाटोहरू प्राप्त गर्न सकिन्छ। अनि बाइबलमा यो कुरा लेखिएको छ, धनी मानिसलाई स्वर्गीयको राज्यमा प्रवेश गर्नुभन्दा सजिलो चाहिँ ऊँटलाई सियोको नाख्रीमा प्रवेश गर्नु नै सजिलो हुन्छ भन्ने कुरा, कति कठोर कुरा लेखिएको छ। तर तपाईँ हामीले सबैले प्रभु येशूलाई चिन्नु आवश्यक छ। अनि म तपाईँलाई बताउँछु, अब प्रभु येशू ख्रीष्टको जन्म पछाडिको एउटा जनगणनाको कुराहरू मैले बताएँ। अब म तपाईँलाई प्रभु येशू ख्रीष्ट, जब प्रभु येशू ख्रीष्टको जन्म भयो अनि पहिलोचोटि प्रभु येशू ख्रीष्टलाई चाहिँ कसले देख्यो र त्यो देख्नु पर्ने चाहिँ कारण के थियो भन्ने कुरा म फेरि बताउँदैछु। प्रभु येशू ख्रीष्टको जसरी जन्म भयो अनि जन्म भए पछाडि जसरी गोठालाहरूलाई फेरि पनि स्वर्गदूतले दर्शन दिएको कुरा हामी पाउँछौँ। अनि जसरी स्वर्गदूतलाई एउटा ठुलो चौर थियो अनि त्यो चौरमा दिन रात एउटा भेडा गोठालो गरेर गर्ने गोठालो बस्ने गोठालोहरू थियो, एउटा गोठालोलाई चाहिँ एउटा बगालको रखवाली गरेर बस्ने गोठालाहरू थियो, जो चाहिँ एउटा बगाललाई सम्हालेर बगालको एउटा ड्युटी गरेर बगालको एउटा रक्षा गरेर बस्ने गोठालाहरू त्यहाँनिर थियो। अनि त्यो समयमा एकदमै अचम्म तरिकाको एउटा उज्यालो त्यहाँनिर देखा पर्यो। यो जुन हामीले यो तेज देखिरहेको छौँ, यतिको उज्यालो यतिको तेज थिएन, त्यो चाहिँ एकदमै डरलाग्दो तेज थियो। जब त्यो तेज देखेपछि गोठालाहरू त्यहाँनिर डराएको छ। अनि जब स्वर्गदूत आउनुभयो त्यहाँनिर, स्वर्गदूत आउनु भए पछाडि त्यो समयमा चाहिँ त्यहाँनिर एउटा अचम्मको तेज त्यहाँनिर देखा परेको छ। अनि गोठालाहरू चाहिँ त्यहाँनिर एकदमै डराएको, थरथर कामेको कुराहरू छ। अनि त्यति बेला स्वर्गदूतले भन्दै हुनुहुन्छ, नडराऊ, तिमीहरू नडराऊ, किनकि तिमीहरूलाई म एउटा बडो आनन्दको सुसमाचार सुनाउनको लागि म आएको छु। तिमीहरूको निम्ति बेथलेहेममा दाउदको सहरमा एकजना मानिसको जन्म भएको छ, अनि जो चाहिँ सबै संसारको लागि एउटा मुक्तिदाताको रूपमा जन्म भएको छ, जो चाहिँ एउटा सबै संसारको एउटा पापको बोझलाई उठाउनको लागि चाहिँ जन्म भएको छ, जो चाहिँ एउटा बडो आनन्दको कुरा छ। तिमीहरू डराउनु पर्दैन। अनि स्वर्गदूतले गोठालोलाई त्यो आवाज त्यहाँनिर दियो। अनि जब त्यो दिएपछि गोठालो स्वर्गदूत तुरुन्तै त्यहाँबाट फेरि पनि हराउनु भयो, जो चाहिँ स्वर्ग जानुभयो त्यस ठाउँबाट फेरि। अनि त्यस पछाडि गोठालोहरूलाई हतार लाग्नु थाल्यो। अब किन गोठालोहरूलाई जुन कुरा बताएको छ त्यो कुरा हामीले हेर्नुपर्छ, त्यो कुरा देख्नुपर्छ, त्यो कुरा जान्नुपर्छ। एकदमै गोठालोहरूलाई हतार हुन थाल्यो, एकदमै उत्साहित हुन थाल्यो। तपाईँ हामी जो पहिला पनि एउटा नयाँ कुरा हामीले सुन्दैछौँ भने हामी कहिले त्यस ठाउँमा जानु, कहिले देख्नु र त्यो देखेर अर्कोलाई सुनाइहाल्नु, त्यस्तो हुन्छ हामीलाई पनि। अनि त्यही कुराहरू त्यहाँनिर पनि लेखिएको कुरा छ। हामी त्यही लुकाको पुस्तक 2 अध्यायको हामी 8 देखि लिएर हामी 20 पदसम्म हेर्छौँ। त्यहाँनिर त्यो कुरा स्पष्ट गराएको छ। तपाईँहरू मजाले ध्यान दिएर सुनिदिनुहोस्। त्यही इलाकामा गोठालाहरू थिए जसले चौरमा बसेर राति आफ्नो बगानको रखवाल गर्थे। प्रभुका एकजना स्वर्गदूत तिनीका देखा परे। प्रभुको तेज तिनीहरूको वरिपरि चम्कियो र तिनीहरू साह्रै डराए। तब स्वर्गदूतले तिनीहरूलाई भने, नडराऊ, किनभने हेर तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूको निम्ति हुनेछ। आज दाउदको सहरमा तिमीहरूको निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्ह चाहिँ यो हुनेछ, तिमीहरूले एउटा बालकलाई लुगाले बेरेर कोर र डुरमा सुताइरहेको भेटाउनेछौ। तब 81 ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति गर्ने तिनीहरूले भने, सर्वोच्च परमेश्वरका महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति। जब स्वर्गदूतहरूले तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, आओ हामी बेथलेहेममा जाउँ र त्यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनु भएको कुरो गएर हेरौँ। तिनीहरूले आतुरीसँग गएर मरियम र योसेफ दुवैलाई र बालकलाई चाहिँ डुडमा सुताइरहेको भेटाए।
जब तिनीहरूले यो देखे तब यस बालकको विषयमा जे कुरो तिनीहरूलाई भनिएको थियो त्यो तिनीहरूले बताइदिए। गोठालाहरूले बताएका कुरा सुन्नेहरू सबै आश्चर्यचकित भए, तर मरियमले यी कुरा गुन्दै मनैमा राखिन्। जस्तो तिनीहरूलाई भनेको थियो त्यस्तै सबै कुरा सुनेका र देखेका हुनाले परमेश्वरको महिमा र स्तुति गर्दै गोठालाहरू फर्काए। हालेलुया। यहाँनिर हामीले सुन्नुभयो, तपाईँहरूले पछाडिबाट सुन्नु भएन कि हो कसैले पनि? धन्यवाद। अनि यहाँनिर हामीले अघि मैले भन्दै थिएँ तपाईँहरूलाई, यही कुरा यहाँनिर बाइबलमा स्पष्ट लेखिएको छ। अनि गोठालाहरूले जब त्यो ठाउँमा पुगे, जब प्रभु येशूको जन्म भएको ठाउँमा पुगे अनि गोठालाहरूले त्यो देखे। अनि गोठालाहरूले जब हामीले चाहिँ दर्शनमा यो कुरा पाएका थियौँ, हामीलाई स्वर्गदूतले यो कुरा बताउनु भएको थियो भन्ने कुराहरू जब गोठालाहरूले चाहिँ त्यहाँनिर बताउन थाल्यो, अनि त्यो गोठालोको कुरा सुनेर त्यहाँको मानिसहरू चाहिँ सबै आश्चर्यचकित भइरहेको थियो, जो चाहिँ एकदमै अचम्म मानिरहेको थियो। सबै त्यो मानिसहरूलाई अचम्म भइरहेको थियो। अनि मरियमले पनि अचम्म मानिरहेको थियो ती कुराहरू, तर मरियमले जो आफ्नो मुखबाट बाहिर आवाज निकालेको थिएनन्। मरियमले चाहिँ एउटा मनमा नै त्यो कुरालाई, जसरी गोठालाहरूले चाहिँ बताउँदै थियो, मरियमले चाहिँ त्यो कुरालाई चाहिँ मनमा नै गुन्दै राखिरहेको थियो। मरियमले चाहिँ विचार गर्दै त्यो कुरालाई चाहिँ राखिरहेको थियो। अनि गोठालाहरूलाई जसरी अघि नै त्यो स्वर्गदूतले तिमीहरूले यो ठाउँमा बेथलेहेममा दाउदको सहरमा तिमीहरूले प्रभु येशू ख्रीष्टको जन्म भएको तिमीहरूले देख्नेछौ, अनि तिमीहरूले त्यो चिन्ह चाहिँ कसरी पत्ता लगाउने, यही नै हो भनेर चाहिँ तिमीहरूले कसरी जान्ने त भन्दाखेरि तिमीहरूले येशू र मरियमलाई त्यहाँनिर देख्नेछौ। अनि एउटा नानी चाहिँ लुगाले बेरेर डोडमा सुताएको तिमीहरूले भेटाउनेछौ। जसरी त्यो कुराहरू स्वर्गदूतले बताएको थियो। अनि गोठालाहरू हेर्दै खोज्दै जाँदाखेरि केही कुराहरू गोठालाले भेटे। अनि त्यस पछाडि त्यहाँबाट सबैजना त्यहाँको मानिसहरू जब गोठालाहरू त्यहाँ पुगे, अनि त्यहाँनिर एउटा स्वर्गदूत त्यहाँको एउटा सेवक चाहिँ खुसीको साथमा आनन्द मनाउँदै हर्ष मनाउँदै प्रभु येशूको जय जयकार गर्दै त्यस ठाउँबाट निस्केर अनि ऊ पनि त्यहाँबाट हराइगएको छ, जो चाहिँ स्वर्गदूत थियो। अनि जसरी ती गोठालाहरूलाई चाहिँ मैले अघि बताउँदै थिएँ, गोठालाले सबैभन्दा एउटा नाजुक अवस्थाको मान्छे, कमारो गोठालोहरू पर्छ। हामीले हेर्दाखेरि त्यो गोठालोलाई नै चाहिँ त्यहाँनिर देखाउनु पर्ने अर्थ चाहिँ के थियो त? गोठालोले नै पहिलाचोटि देख्नुपर्ने कुरा के थियो त? धेरै पढेको मान्छे थियो होला त्यहाँ, धेरै बाठो मान्छेहरू थियो होला त्यहाँ, धेरै ज्ञान शिक्षा भएको मानिसहरू त्यहाँ थियो होला, उनीहरूलाई देखाउनु पर्थ्यो नि पहिलाचोटि। तर परमेश्वरले चाहिँ ठुलो मानिसहरूलाई, धेरै ज्ञान भएको बुद्धि भएको मानिसहरूलाई भन्दा जो चाहिँ एउटा निम्न अवस्थामा हुन्छ, जो चाहिँ एउटा नाजुक स्थितिमा हुन्छ, त्यस्तो मान्छेलाई सबैभन्दा पहिलोचोटि प्रभुले प्राथमिकता पनि दिनुहुन्छ। हामीले धेरै कुरा पाउँछौँ गोठालोको जीवनबाट, धेरै ठुलो काम भएको हामी देख्छौँ, जो दाउदको जीवनबाट चाहिँ परमेश्वरको काम भएको हामी देख्छौँ। अनि त्यसरी नै अहिले हामीले यो गोठालोको हेरिरहेका छौँ, यो सुनिरहेका छौँ। अनि त्यसरी नै हामीले त्यस्तो कुराहरू धेरै ठाउँ देख्छौँ। अनि जब प्रभु येशू ख्रीष्टको मृत्यु भयो अनि त्यस पछाडि बौरी उठ्नुभयो, अनि त्यो पनि पहिलोचोटि स्त्रीलाई नै देखा परेको छ। स्त्रीले सबैभन्दा पहिलोचोटि त्यो देखेको थियो। प्रभु येशूसँग 12 जना चेलाहरू थियो, तर त्यो 12 जना चेलाहरूलाई होइन, एउटा स्त्रीलाई पहिलोचोटि प्रभु येशूले देखाउनु भयो। स्त्रीलाई चाहिँ किन प्रभु येशूले त्यो कुरा चाहिँ देखाउनु भयो त? स्त्रीलाई नै किन देखाउनु पर्थ्यो? त्यो 12टा त्यति एउटा माया गरेको चेलाहरूलाई चाहिँ किन देखाएन त्यो कुरो भन्ने कुरामा म तपाईँहरूलाई बताउन चाहन्छु। हामीले धेरै ठाउँ सुन्ने गर्छौँ, धेरै ठाउँ पाउने गर्छौँ। हामीले यहाँ बाइबलमा हेर्दा पनि हामी पाउँछौँ, सबैभन्दा संसारमा चाहिँ हावा र आदमको कुराहरू हामी पाउँछौँ। अनि जब हावा चाहिँ पापमा गिरेको कारणले गर्दा आफ्नै पति श्रीमान आदमलाई पनि पापमा गिराएको कुरा पाउँछौँ। अनि अहिले पनि हामी आमा दिदी बहिनीहरूले प्रभुलाई विश्वास साह्रो छिटो गर्नुहुन्छ। अनि प्रभुमा आएपछि जब प्रभुसँग प्रार्थना गर्नुहुन्छ, तपाईँहरू साह्रो छिटो रुनुहुन्छ, तपाईँहरूको आत्मा एकदमै छिटो तोडिन्छ।
तर विश्वासबाट अलग पनि आमाहरू एकदम छिटो हुन्छ। अनि त्यो चाहिँ किन त भन्दाखेरि आमाहरूलाई नै त्यो देखाउनु पर्ने कारण चाहिँ आमाले प्रभु येशूको सत्यता पहिलोचोटि देख्नुपर्छ, जान्नुपर्छ परिवारमा। त्यो हेतुले नै पहिलोचोटि आमालाई नै प्रभु येशूको देखा परेको कुराहरू पनि आमाले नै देखेको कुराहरू हामी बाइबलमा पाउँछौँ। अनि आमा गोठालाहरूले चाहिँ एउटा प्रभु येशूको ठुलो ठुलो दर्शन पाएर काम भएको कुराहरू हामी देख्छौँ। अनि हुन्छ, अनि म तपाईँहरूलाई बताउन चाहन्छु, जसरी अघि हामीले सुन्दै थियौँ गोठालाहरूले चाहिँ जब त्यहाँनिर जाँदाखेरि चाहिँ धेरै मानिसहरू त्यहाँनिर खुसी आनन्द भएर परमेश्वरको महिमा गरेको कुराहरू हामी त्यहाँनिर सुन्दै थियौँ। अनि तपाईँ हामी पनि त्यो महिमा नै त्यहाँनिर किन गर्नु पर्यो भन्दाखेरि आज त्यो चाहिँ किन देखाउनु पर्यो त भन्दाखेरि चाहिँ आज संसारको मानिसले पनि परमेश्वरको महिमा गर्नुपर्छ भनेर चाहिँ जो त्यहाँ स्वर्गदूतबाट नै ती कुराहरू प्रकट भइरहेको थियो। हुन्छ, म यति भन्दै आजको वचनलाई म यहीँ नै समाप्त गर्न चाहन्छु। धन्यवाद। अनि जस्तो तपाईँहरूले एकदमै ध्यान दिएर सुनिदिनु भयो। अनि म तपाईँलाई बताउँदै थिएँ यो गोठालो एउटा एकदमै सानो नाजुक स्थितिको मान्छेले पहिलोचोटि प्रभुलाई देख्नुको कारण अनि प्रभुले त्यस्तै मानिसहरूलाई चुन्नुहुन्छ। हामी बाइबलमा हेऱ्यौँ भने हामी पहिलो कोरिन्थीको पुस्तक 1 को हामी 28 पदमा हामी त्यो वचन पनि हामी पाउँछौँ। हुन्छ, म यति भन्दै यो समयलाई म यहीँ राख्न चाहन्छु र फेरि हाम्रो सञ्चालकज्यूलाई म यो समय म दिन चाहन्छु र सबैलाई धन्यवाद साथै जय मसीह। धन्यवाद पिटर पास्टरज्यूलाई।